आज त पारै भिन्दै छ त हौ। यसो बुढो फकाउनु पर्यो नि त अब। किन फकाउनु? बुढालाई फकाउनु पर्यो नि, यसो खुट्टा सुट्टा ढोकेर अनि यसो टिको लगाएर। खोइ बुढा टिको लगाइदिउँ। ल होइन के को टिको हो आज त? ए यसो पूजा सुजा सकेर नि टिको लगाइदिएको नि त। खोइ भन न क्या हो आज त पारै भिन्दै छ त हौ। यसो बुढो फकाउनु पर्यो नि त अब। किन फकाउनु? अब साउनमा ल्याएका यी चुरा पनि आधी उधी फुटिहाले, साडी पनि पुरानो पुरानो भइहाल्यो। अच्छा अब लगत्तै तिज आउँदैछ। तपाईँलाई बुढीलाई साडी किन्नु जस्तो लागेको छैन तिजमा लाउने? ए किन टिको लगाउने, किन पूजा गर्ने भने त साडीको लागि फकाएको? तपाईँले नकिनिदिए अब कसले किन्छ त अनि? होइन यसपालि साडी र साडी कहाँबाट पाउने पैसा? एकछिन पर्खिनु साडी छैन भन्नुभयो नि, एकछिन पर्खिनु तपाईँलाई। अब यो लगाएको टिको पनि पुसौँ, यो टिको पनि छैन। यस्तालाई भगवान् भनेको अरे त केही न केही भयो। साडी नआउने रहेछ त्यसै पनि टिको लगाएर के लाभ? ढुक्कै गरेर माइत बसिदिनु, यति खाउला भने गम पाइहाल्छ नि। ए साडी फकाउन पो टिको लगाएको